नगरकोट न्यू इयर बनाउन हेलो मम्मी हेलो चाइल्डु कहाँ जाने फर्स्टमा फेरि सबै हेलो गाइस हामीहरु नगरकोट जाँदैछ न्यू इयर बनाउन भिडियो खिच्दै थियो हाम्रो सो वी आर गोइङ टु नगरकोट टु सेलिब्रेट न्यू इयर दिदी हजुर साइलु कहाँ जाने हामी हेर्नु बहिनी धेरै खुसी भएको रहेछ हेलो छोरो हेलो छोरो अहिले निको भयो अलिक हेलो गाइस हामीहरु बने बाजा बर्थडेमा बर्थडे जाँदैछौँ अनि सो गाइस मैले लिप ग्लोस लगाइसकेँ अडियो कल गर्नु उसलाई लगाइदियो फेरि लगाउँछु फेरि सिया क्यामेरा पछाडि आई मिन कभरमा चाहिँ ऐना छ म त्यही हेरेर लगाइरहेको छु र त्यो साउन्ड काट्दिने नकाट्दिने गाइस नकाट्दिने पुरै नकाट्दैन हुन्छ होला बाङ्गो लाग्यो हामी यहाँको ठाउँ चाहिँ यही हो होटल हिमालयन ग्लेसियर यस्तो रहेछ अब एकछिन यहाँ रिसेप्सनमै बस्छौँ रिसेप्सन साइड रिसु साइलु कहाँ आइपुग्यो हामीलाई चाहिँ वेलकम ड्रेसेसहरू देख्छ रिसुलाई नृत्य कुकिज सिराज बेबी हाई गर्दो हाई गर्दो नम्बर चाहिँ 301 अनि हाई रुम कस्तो लाग्यो एकदम राम्रो यो चाहिँ फ्यामिली रुममा हामी चाहिँ एकदम राम्रो भन्दै फ्यामिली रुम बेबी हाई गर्दो हेलो हाई कहाँ आइपुग्यो अनि राम्रो रहेछ है यी केटल यस्तो सबै प्रोभाइड गरेर रहेछ कफीहरू हजुर हामी चाहिँ रुम एक्सप्लोर गर्दैछौँ खोल्न सक्छ रहेछ बिस्तारै यस्तो ट्याप्प गरौँ 1 2 3 हाम्रो चाहिँ बाल्कनी यस्तो रहेछ वाउ अहिले चाहिँ केही पनि सिनहरू देखिँदैन राम्रोसँग आइरहेछु हाउ यु फिलिङ मर्निङ यसरी टक्क लाएर होइन भ्यू इन्जोय गर्दै ब्रेकफास्ट खाँदै यहाँबाट अब चाहिँ हजुरहरूलाई प्रपर रुम देखाउँछु म हाम्रो रुम चाहिँ यो चाहिँ हाम्रो फ्यामिली रुम बुक गरेको थियो हेलो रुम कस्तो लाग्यो मम्मी त्यो चाहिँ लाइट अन भइहाल्छ त्यहाँ चाहिँ स्याम्पूहरू छ हजुर
टाउन भइहाल्यो अनि सावर गर्ने भइहाल्यो सबैजनालाई त्यही त मैले अब यता आऊ। अब यो सबै हामीले एरेन्ज गरेर राख्छौँ हामीले चाहिँ लगेजमा लिएर आएको थियौँ के हुँदैन कसलाई लाग्यो शिवांश रुम बाल्कनी देखाइ क्यामेरा गरेछु अनि त्यसपछि यता त दिदी आज हामी यो कोठा हो मलाई के थाहा यो पाल जस्तै के छ त्यो जम्बिसमा रियलमा हुन्छ क्या Baby shark, where are you? खानुहुन्न छैलु किन चिच्चाको छैलु ल एकदम जाडो रहेछ है अब त्यहाँ भान्सा हो पापा योबाट चाहिँ मैले यति लिएँ है हाम्रो डिनर आजको रिसु हजुर शिवांशले हाई शिवांशले के खाइरहेछ अहिले चिचिमाम हाम्रो चाहिँ गुन्द्रुक थियो अनि अचार सागहरू मम्मी चाहिँ उता हुनुहुन्छ त्यही डेजर्टमा यस्तो पेस्ट्री केक दिएको छ हामीलाई सबैलाई मम्मी हाई अब हामी चाहिँ टेस्ट गरेर हेर्छौँ कस्तो हुन्छ यो यहाँ मिठो छ शिवा सबै खाऊ सानो चाहिँ भर्खर आउनु भयो मम्मीहरू जानु भएर है यतिकै छोडिदिनु हुन्छ हामीसँग चाहिँ यहाँ खाना दाल अनि आलुको तरकारी उता साग अनि यता सलाद गुन्द्रुकको अचार